हेलो सेवा सबैजनालाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु। आज पनि फेरि नयाँ भिडियो लिएर आइसकेको छु। मेरो भिडियो चाहिँ के हो भनेर थाहा पाउनको लागि अन्तिमसम्म हेरिदिनु होला। यता मम्मी चाहिँ आउँदै हुनुहुन्छ। अब सागहरू टिप्छौँ, सबै भिडियोहरू देखाउँछु, अन्तिमसम्म हेर्नु होला। मम्मी हामी कहाँ जानु आँटेको? माथि चिम्चीमा पाखा जानुपर्ने है, हिँड है नानी। अब गयौँ है, हामी त गाउँले जीवन यस्तै छ हजुरहरू। दिपा दिपा हाम्रो दिपा निम्तमा हिँड्नु भएको। बुबु चाहिँ रमाइलै भन्नुहुन्छ त दिपा त। आइहाल्ने पापा, एकचोटि मात्रै जान्छौँ। मेरो डोको यता मम्मीको। मम्मी मैले के बोक्नुपर्छ अरू? बाई दिपा। साह्रो छैन है, चिनिन्छ मम्मी। यो चाहिँ हाम्रो घर। हाम्रो घरको दृश्य हेर्न सक्नुहुन्छ। तल हाम्रो दिपानिर चाहिँ हाम्रो दुईवटा गाई पनि गएछ हौ। अनि यहाँनिर यो माथिको चाहिँ गोरु, यहाँ एउटा, त्यहाँ एउटा। यहाँ तल हाम्रो कान्छा भाइले चाहिँ बस्तु छ, गोठाला हुनुहुन्छ भाइ। हाम्रो कान्छा भाइ चाहिँ यहाँ गोठालो, कान्छा गोठालो यता, हाम्रो बस्तु चाहिँ उता घरमा। यस्तो छ दृश्य चाहिँ। यो पारी देखेको चाहिँ भागु सिरुबास हो। त्यसपछि तेर्सो गएपछि चाहिँ हाम्रो घर भेटिन्छ। तल देखिने दमदी जुन यो देखिरहेको दृश्य छ, यो चाहिँ पाथिका बजारको हो। यो माथि लाइनमा देखेको हस्पिटल लाइन हो। र यसपछि तिर्सै गएर अलिक पर छेउमा चाहिँ, पल्लो छेउमा चाहिँ हाम्रो पाथिका स्कुल छ। अनि साग हेर्नुहोस् न हजुरहरू, कति धेरै राम्रो, यति धेरै राम्रो साग कलकलाउँदो छ। तोरी पनि भइसकेको रहेछ। मम्मी सक्नुहुन्न, तल बिस्तारै आउँदै हुनुहुन्छ। फेरि गएर ठाउँ परेर कि उसै राम्रो सर्लो मरिहाल्छ मम्मी। हामी चाहिँ हाम्रो बारी आइपुग्न आँट्यौँ। मम्मी आउँदै हुनुहुन्छ। अब चाहिँ हाम्रो बारी आइपुग्यो। मम्मी यो हाम्रो दाउरा, यिनीहरू नै हो हाम्रो बारी। साग चाहिँ उयो माथि डिल माथि छ। यता चाहिँ मुला थियो, सबै उखालिसकेको। यो चाहिँ लसुन, यो हाम्रो गोठ। यो गोठ चाहिँ यसो पछि खाजा खाने बेला यतातिर कोदो रोप्नु पर्छ नि त, त्यही भएर कोदो रोप्दाखेरि चाहिँ पानी पर्दा बसेर खाजा खाने ठाउँ। यस्तो राम्रो ढुङ्गा पनि छ। यहाँ मम्मीले आलु पनि रोप्नु भएको रहेछ, अलिअलि आलु। अनि हामीले चाहिँ पल्लो साग टिपेर रोप्नुपर्ने, सबै फुलिसकेछ। आलु पनि फलेको होला। बोट हेर्दा त खन्ने बेला भइसक्यो जस्तो देखिन्छ। म चाहिँ यहाँ आलु हेर्नु पर्यो कतिको फलेको छ। वाउ, बाहिरै पो छ त मम्मी। ठिक्कै रहेछ। आलु चाहिँ ठुलो रहेछ। यो हिउँदे आलु। वाउ, बाहिर चाहिँ बाहिरै रहेछ।
आलु पनि मम्मी बोट मरेछ। साग चाहिँ यस्तो छ हाम्रो। सबै फुलेछ साग त। डिक्टेलमा पत्ता लाग्यो कि त्यस्तै भन्छ कि मलाई डिक्टेल बेसीको भएको भएन भने लानु पर्यो भने लानुपर्छ क्या मम्मी। त्यही खानु म चाहिँ उनीहरू मात्रै खानु पऱ्यो अस्ति मगाएको अनि 1-2 महिना खाएपछि भन्दा चाहिँ बनाएको के पनि किन्बो पर पऱ्यो यति यहाँ पर्छ बर्खा भुरी पोली मैले खाएको नाचिको रहेछ भयो नहुने रहेछ मैले तल्लोमा पनि अलिकति छुट्याएको त छु मम्मी। यति दिएको चाहिँ छु त्यो यहीँ लाउँ कि खाने। एक भारी लगेको त मम्मी ओइलिन्छ त यति त हुन्छ होला। अस्तिको निकालियो त मम्मी। हजुर आज त होइन होला भोलि होला। आज त घाम गयो। अब त्यो खनिहाल्ने बेला भयो। हजुर त्यो पनि लाने बेला भयो क्या मम्मी। अब खाने त हुन्छ मम्मी कि एक भारीसम्म पुग्यो न टिप्ने कि खै मम्मी म यहाँ चल है किन्दैन भने त किन टिप्ने हामीले चाहिँ खाने साग बान्नु हुँदैछ। यो चाहिँ भरे सुँगुरको मासुसँग लपक्क पारेर खाने। त्यो लपक्का गरेर फेरि खानु सक्नु पर्यो। लपक्का मलाई छिँद यहाँको आमाले चामा सदुक माछा मम्मी त यति खानुहुन्छ। लपक्का चाहिँ म माथि के त्यो हो गएर सुँगुरको मासु त उसिन्नु पर्छ त है। हुन्छ मिठो हुँदैन यस्तोमा खानु हुँदैन। त्यही मेरो सागको भारी भइसक्यो। अब चाहिँ मम्मी र म जान्छौँ। मम्मीले अलिकति दाउरा बोक्नु हुने रे। हाम्रो साग चाहिँ अझै पनि यति धेरै छ। अब कहिले हो फेरि यसको पालो। यता यताको चाहिँ उखालिसक्यौँ। अब यता यता बाँकी छ। यता ल हामी चाहिँ अब यी मेरो सागको भारी गयौँ। अब बाटो चाहिँ अब हाम्रो चाहिँ बाटो चाहिँ एकदम अप्ठ्यारो छ कि हेर्नुहोस् न।
यता यता हुँदै झर्नुपर्छ उद्धो। र म चाहिँ यहाँ बिसाएर मुलाको साग खाँदैछु। बलियो छ। मम्मी यता हेर्नु। मिठो मिठो मने दे चानी के खानी कोले तपाईहरुले चाहिँ कसले खानुहुन्छ यसरी हरियो सागपात चाहिँ खानुपर्छ, एकदम स्वास्थ्यको लागि राम्रो, आँखा तेजिलो हुन्छ। हामी चाहिँ यसरी खान्छौँ। मिलाई तेजिलो चाहिँ हैन। मम्मी र मेरो दिन त यही बित्छ कि आज। खाइमा चाहिँ यहाँ बेला मम्मी गुलियो नि। पर पापाले पनि कम्ती मजाले खानुहुन्न मम्मी। मुला हजुर मुलाको साग। मम्मी खानु तपाईँ। के बनाउँदैछ है फेरि? ल साथीहरू, हामी चाहिँ घर आइपुग्यौँ। आजको हाम्रो भिडियो चाहिँ यति नै। अन्तिमसम्म हेरिदिनु भयो हजुरहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद।